गाइस आज हामी खोलामा जाँदैछौँ। आजको हाम्रो मेन फिसरम्यान देख्न सक्नुहुन्छ यहाँ यता हेर्नु पछि आउँदैछन्। लोटिसकेका छन् यहाँ। आज हामी हिजो ढल्काएको ठाउँमा जाँदैछौँ। के भन्दिनु होला के भन्ने हिजो पानी परेर छोड्नु पाइन्न गरे आज जाँदा हिजो असिनाले कुटेर आज फेरि जाँदैछौँ हामी। हजुरहरूलाई भइगएर भेट्नेछौँ हामी खोलामा आइपुगिसकेको 1 घन्टा हिँडेर हामीले ढल्काएको। माछा मारिन्छ धेरै ढल्काएका छौँ। तलैसम्म ढल्काएका छौँ। हामी घरतर्फ लागिसकेका छौँ। माछा आज यति परेको छ तर पहिलाको एक्सपिरियन्स परेछ त्यही पनि राम्रै लाग्यो मलाई रङ्ग लाग्यो। हजुरको एक्सपिरियन्स भन्नुहोस् कस्तो लाग्यो?